हिजो फेरि गाली खाएँ। कति पढ्ने, के गरिरहेछस्? एउटा आवाज आयो। किताबको पान्ना पल्टिएनन्, तर मनभित्र प्रश्न झन् बाक्लिए। बुबाको आँखा रिसले रातो, आमाको सास गहिरो, बोली कठोर। अरूलाई हेर, के बने, के गरे? मेरो मौनता फेरि दोषी ठहरिए। तर उनीहरूले देखेनन् मेरो सपना कागजमा होइन, आकाशमा थियो। कलमको मसी सुक्दै गएको थियो, तर मनभित्र एउटा चित्र अझै बाँकी थियो। म भन्न चाहन्थेँ, म हार्न चाहन्न, म सिक्दैछु। म तिम्रो गर्व बन्न चाहन्छु, तर बाटो साँघुरो छ। तर जिब्रो बन्द डरको तालाले। म सपना देख्छु नचिनिएको भविष्य, जहाँ म मेरो नामले चिनियोस्। तर त्यो सपना उनीहरूलाई देखाउन सक्दिनँ, किनकि उनीहरू परिणाम खोज्छन्, प्रक्रिया होइन। रातमा चुपचाप आकाश हेर्छु, एक तारा टल्किन्छ। सायद उही मेरो आशा हो। भोलि फेरि प्रयास गर्नेछु, म न सही, एक न एक दिन पुरा गर्नेछु।